मेरो एउटा सपना छ यार, नीलो कोट लगाएर चाँडै नै सेटल हुने। किनभने म हर्केलाई कन्फिडेन्टली गाली दिन सकिरहेको छैन क्या यही अवस्थामा चाहिँ। अनि बिहे पनि त गर्नु छ, म जस्तो सडेको बिउको पनि अरू केही नगरेर एउटा बच्चा त बनाउनु पऱ्यो नि यार। नत्र ब्रह्माजी सोध्लान् कि तँलाई पठाएको थिएँ धरतीको सिर्जन गर भनेर, तैँले मेन ड्युटी नै गरेनस् आफ्नो। तेरो काम त मानव वंशलाई अगाडि बढाउनु थियो भनेर। ब्रह्मा मात्रको कुरा हो र शिवजीले फेरि सोध्लान्, शिवजी भन्दा नि पशुपतिनाथ भनौँ क्या। पशुपतिनाथले सोध्न सक्छन् कि हेर बाबु, तैँले 7 गाउँ बोलाएर मेरा पशुहरूको जहाँ दिसा पिसाब बस्छ नि हो त्यो बस्ने ठाउँ पनि नछोडेर, त्यो पनि उधिनेर उसिनेर बेहोस लठैत मान्छेहरूलाई अझै लठैत बनाउनु पर्थ्यो, त्यो पनि गरेनस्। के जवाफ दिउँला मलाई? अनि बडी ज्यान बनाउनु पर्यो यार, ग्रुप फोटोमा बिस्ट देखिनु पर्यो एकदम। फेरि अर्को समस्या पनि छ, तेरो बाउले खाँदैन भन्छन्, त्यो अर्को समस्या छ हैन। अनि बडी किन इम्पोर्टेन्ट भइसक्यो मेरो लागि भने मसँग ज्ञान विज्ञान पनि छैन, कला धर्म साहित्य इतिहास दर्शन केही पनि छैन भने मैले के चाहिँ छ भन्ने आफूसँग केही त छैन यार, छैन हैन। त्यसैले आफूसँग केही नभएको जसरी यो क्यामेरा छ नि, यो क्यामेराबाट फ्रेम जति पछाडि छ मैले देखाउन चाहेर देखाइएको हो नि त। पछाडि कोठामा यो कोठामा त्यो बाटा पनि छ, भाँडाकुँडा पनि छन् त्यसमा, तर म एकदम बडी देखाएर चाहिँ मसँग यस्तो मात्र छ भन्न चाहन्छु क्या। त्यति मात्र होइन, अरूका लागि चाहियो, मलाई चाहिएको होइन। त्यो अरूलाई पनि अरूका लागि चाहिएको छ। फेरि माने त एकदम बिस्ट देखिनु पर्यो। अनि अर्को कुरा भने नोटिफिकेसन आइसक्यो, त्यहाँ एउटा प्रकाण्ड मान्छेको काण्ड आएको छ अरे। म फर्स्ट भ्युअर भएन भने, मैले सोसियल मिडिया आएको जे पनि हेरिनँ भने चाहिँ म छुट्यो भने त्यसपछि म के जवाफ दिउँला फेरि मान्छेहरूलाई माथि गएर। सो म गएँ ल भाइ।